माघे सङ्क्रान्ति आउँदैछ साथीहरू। तिलको लड्डु र चाकु बनाएर खाने होइन त। ल म पनि आज यही बनाउन गइरहेको छु। तिलको लड्डु र चाकु बनाउन गइरहेको छु। जाडोको समयमा यो खानु स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ। सुरुमा हामीले यसलाई भेली थोरै पानीमा पगाल्दा पनि हुन्छ, त्यत्तिकै भेलीलाई मात्रै पगाल्दा पनि हुन्छ र अनि यसमा फोहोरहरू हुन्छ। हामीले यसलाई राम्रोसँग पग्लिसकेपछि र छान्नीको सहायताले चाहिँ यसलाई छान्नु पर्दछ र अनि फेरि यसमा थोरै घिउ पनि राखेर मजाले पकाउने, राम्रोसँग यसलाई पकाउनु पर्छ। पाकेन भने यो डल्ला पनि पर्दैन र चाकु पनि बन्दैन है। अब यसलाई पाके कि पाकेन भनेर चेक गर्नको लागि म यता तिल पनि भुट्दैछु है साथीहरू। यतातिर लड्डुको लागि तिल भुट्दैछु अनि अब यसलाई पाके कि पाकेन यतातिर भेली पनि चेक गर्दैछु। भेली अथवा सक्खर गुड यसका धेरै नाम हुन्छ है। पानीमा यसरी अब डल्ला पर्यो भने चाहिँ यो पाक्यो भन्ने हुन्छ, तर मेरो थोरै डल्ला परिसकेको छैन है। एकछिन पकाउनु पर्छ। लगभग अब एकछिन पकाएपछि चाहिँ यो पाकिसक्छ। यता मैले लड्डुको लागि तयार गरिसकेँ। अब यता लड्डु पनि डल्ला बनाउन थालिसकेँ। यसरी नै अब धेरै डल्ला पार्दै जान्छु अनि उता चाकु बनाउन पनि उता थालमा तयार गरिसकेको छु। यसरी नै ल है, इन्जोय गर्नुहोस्। हस्, नमस्कार।